हाई गाइज, हाम्रो चाहिँ लिडरसिप म्यानेजमेन्टको ड्युटी चाहिँ ओममा चाहिँ 4 विक्स जति चलिरहेको थियो र मेरो चाहिँ आज चाहिँ लास्ट नाइट सिफ्ट थियो र यो भिडियो चाहिँ मैले 2-3 दिन हाल्नलाई चाहिँ लेट गरेँ, मलाई सन्चो पनि थिएन र अस्तिबाट चाहिँ हाम्रो फाइनल इयरको पोस्टिङहरू सबै सक्यो। फाइनली हस्पिटल आइपुग्यौँ अनि हस्पिटल आइसकेपछि ड्रेस चेन्ज गरेर चाहिँ फेरि वार्डतर्फ चाहिँ जाँदैछौँ अनि 9 बजेको सबै भाइटल्सहरू लिने कामहरू सबै भ्याएर चाहिँ फेरि तल चाहिँ अनि जाँदैछौँ खानेकुरा खानलाई। अनि त्यसमा पनि हामीले क्रोसियन र अनि मिन्ट मोहितो लिनको लागि चाहिँ वेट गर्दै थियौँ र अनि त्यो लिगिसकेपछि हामी तुफान फेरि वार्डतर्फ जाँदैछौँ। अनि आज चाहिँ हाम्रो चाहिँ फेरि अर्को पनि खाने प्लानिङ थियो, चटपटे खाने प्लानिङ थियो अनि सबै दिदीहरू भएर एटेन्डेन्ट दिदी भएर चाहिँ हामी खायौँ अनि खाएर भ्याएर अनि फेरि हामी तल सुत्नको लागि चाहिँ आयौँ। अनि ग्रान्ड प्रेजेन्टेसन्सको लागि चाहिँ पिपिटीहरू चाहिँ प्रिपेयर गर्नुपर्ने थियो, सो त्यसको लागि चाहिँ प्रिपेयर गर्न बसेँ। 2:30 भइसकेको थियो बिहानको, हामी माथि वार्डबाटै आउँदै ढिला भइसकेको थियो कि त्यो रात। अनि म त त्यो रात त सुत्दिनँ भन्दा नि हुन्छ, साथी चाहिँ पुरा सुतिसकेको थियो। अनि हामी 5 बजे उठेर फेरि वार्डतर्फ चाहिँ गयौँ अनि मेडिकेसन्स भाइटल्सहरू सबै कामहरू भ्याएर अनि मेरो फास्टिङ ब्लड सुगर पनि हेरेको थिएँ 112 जति थियो। अनि ह्यान्डओभर बुकमा सबै रिपोर्टहरू पेसेन्टको सबै भ्याएर अनि मर्निङ सिफ्टलाई चाहिँ ह्यान्डओभर दिएर चाहिँ घरतर्फ लाग्यौँ।